हुन त यो गीत लगभग 50 वर्ष पुरानो हो, तर यसले जे भन्दैछ त्यो अहिलेका हरेक नेपालीले एकपल्ट सुन्नै पर्ने भएको छ। समयको मुखलाई चिन्नु अर्थात् समयको गाम्भीर्यता बुझ्नु। अमर गुरुङको शब्द तथा रचना अनि भक्तराज आचार्यको स्वर रहेको यो गीतले आफूतिर फर्किन भन्छ। अहिलेको परिस्थितिमा हामी सबै नेपालीहरू अत्तालिएका छौँ। भिडले मानिसहरूलाई भड्काइरहेका छ। मानिस आफूलाई लागेको कुरा के हो भनेर सोच्नुभन्दा बढी अरूले के भन्दैछ भनेर दौडिरहेका छन्। यो गीतले त्यसो नगरेर पहिला आफूलाई चिन्न भन्छ। गीतको दुईवटा अन्तरा झनै शक्तिशाली छन्। त्यहाँ अमर गुरुङ अहिले अर्थात् आज नै आफूलाई चिन्नुपर्ने अवस्था रहेको सम्झाउँछन्। किनकि यो समय जो छ त्यो बितेपछि फर्किन्न। लगभग 2030 आसपास लेखिएको यो गीत अमर गुरुङले ठ्याक्कै के सन्दर्भमा लेखे भन्ने कुरा स्पष्ट छैन। कतिले भन्छन् आफ्नो 9 लाख तारा उदाए भन्ने गीत भारतमा प्रतिबन्धित भएपछि आफूले भएको परिस्थितिबारे अमर गुरुङले लेखेका हुन्, अथवा हुनसक्छ उनी नेपालमाथि हुन सक्ने बाह्य भू राजनीतिक खतराहरूबारे पनि सचेत गराउने यो गीत लेखिरहेका थिए। तर जे भए पनि उनले यहाँ जे भनेका छन् त्यो अवस्थाबाट अहिले पनि हामी पूर्ण रूपमा मुक्त छैनौँ। अहिलेको यो संवेदनशील समयमा हामीले कुनै पनि संयमता नगुमाइकन देशलाई पुनः ट्र्याकमा ल्याउनु पर्ने अवस्था छ। अनि त्यसको लागि हामीले त्यस्तो मान्छे वा शक्तिलाई सुरुमै चिन्नुपर्छ जो आफू जे हो त्यो देखाइरहेका छैनन्। गीत भन्छ यहाँ रामको भेष धारण गरेर रावण बन्नेहरूको कमी छैन। गुरुङ त्यो प्रवृत्तिलाई फुलबारीको विषालु सर्पसँग तुलना गर्छन्, अर्थात् ऊ तिम्रो घर छेउमै अथवा देशमै बसेर तिमीलाई सिध्याउन लागिरहेको हुन सक्छ। त्यसैले समयमै उसलाई चिन्नु। ऊ बेलाको समयमा लेखिएको कुरा अहिलेको समयमा पनि कति धेरै सान्दर्भिक। यो लेखन शक्तिशाली छैन त? अब यसपछिको अर्को अन्तरा झनै भव्य छ। त्यसलाई सुन्ने, मनन गर्ने अनि बुझ्ने काम तपाईँको। यदि यो गीत अहिलेको नयाँ पुस्ता अर्थात् जेनजी